रात्र खटाई त्यसले नै आज दुईजना निर्वाचन क्षेत्रमा 1 र निर्वाचन क्षेत्रमा 2 का उम्मेदवारहरू एकजनाले निर्वाचित भइसक्नु भएको छ भने अर्को एकजना अझै मत गन्ने क्रममै छौँ हामी। अब हाम्रो लोकतान्त्रिक प्रणाली अनुसार जुन चाहिँ हामी काम गरिरहेका छौँ यसलाई अत्यन्तै राम्रो यो यसपटकको निर्वाचन जति महत्त्वपूर्ण छ त्यति नै सभ्य निर्वाचन सम्पन्न भएको हामीलाई लागेको छ। परिणाम यहाँहरूले देखि नै रहनु भएको छ। हामीहरू त्यसको लागि काम गरि नै रहेका छौँ। सबैजनाको इफोर्टले सबैजनाको सहयोगले मलाई एउटा चाहिँ मैले धेरै ठाउँमा भन्दाखेरि यसबाट तपाईँको मोबाइलमा भएको सबै नम्बरलाई एसएमएस गर्नुहोस् है भनेको थिएँ। याद छ कतै भने सबै आफ्नो मोबाइलमा भएको सबै नम्बरलाई एसएमएस गर्नुहोस् भनेको थिएँ। एसएमएस गर्नेहरूले ढुक्कसँग मैले चाहिँ गरेँ भनेर भित्रभित्र हाँस्नुहोस्, नगरेहरूले मैले गल्ती अरूलाई भन्नु पर्दैन, आफैले बनाउनु। यदि हामीले सबैले एसएमएस गरेको थियो भने योभन्दा अझ धेरै आउँछ। पहिले एसएमएस गर्नुहुन्न भनेर मैले 186 भने 186 मैले कहिले भने मैले मतदान गरेर निस्केपछि भने त्यति बेलासम्म मलाई सूचना आइसकेको थियो कतिवटा मोबाइल कति मान्छेको मोबाइलबाट सूचना गयो भने। मेरा अध्ययनहरू धेरै नै हामी काम गरिरहेको छौँ। एउटा ठुलो टिमले 62 जनाको टिमले केन्द्रीय कार्यालयबाट काम गरिरहेको छ होइन। त्यो सबै 62 जना साथीहरू निरन्तर 24 घण्टा बसेर काम गरिरहनु भएको थियो। यो निर्वाचन सम्पन्न गर्नको लागि सबैभन्दा धन्यवादको पात्र त मतदाता नै हो, त्योभन्दा अरू कोही हुन सक्दैन। तर मतदाता सँगसँगै मतदाताहरूलाई सुसूचित गर्ने, निर्वाचन कसरी गर्ने, कसो गर्यो भनेदेखि चाहिँ बदर हुन्छ, कसो गर्यो भने चाहिँ सदर हुन्छ भनेर सिकाउने भन्ने चाहिँ तपाईँको साइन ल्याङ्ग्वेजसम्म प्रयोग गरेर विभिन्न उपाय गरेर हामीले एकदमै धेरै प्रयासहरू गऱ्यौँ। जुन मतदातालाई चाहिँ शिक्षित बनाउन अर्को महत्त्वपूर्ण रोल हुन्छ राजनीतिक दलहरूको। त्यस कारणले हामी मतदानको घरमा गएर भोट माग्ने मात्रै होइन, भोट कसरी खसाल्ने, कसरी खसाल्दाखेरि बिग्रिँदैन भन्नु आफैमा अर्को महत्त्वपूर्ण कुरा हो। त्यस कारणले यो केन्द्रबाट, जिल्लाबाट, प्रदेशबाट हाम्रा साथीले सहयोग गर्नुभयो र तपाईँहरूले विशेष गरी नुवाकोटमा अब दुईटै निर्वाचन क्षेत्रका मतदाताज्यूहरूको एकअर्का बिचको सम्बन्ध, नातागोता, रिलेसन त्यसले पनि हामीलाई एकले अर्कालाई धेरै ठुलो प्रभाव पारेको छ। त्यसले तपाईँहरूले दुईलाई जित्नलाई एकको सहयोग छैन भने एकको महत्त्वपूर्ण रोल हुन्छ र एकले जित्नलाई दुईको त्यति नै महत्त्वपूर्ण रोल हुन्छ भएको छ। त्यसले मैले यहाँहरूलाई त्यस कारणले यहाँहरू सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु। अझै हाम्रो काम बाँकी नै छ। हामी प्रक्रियालाई